पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 14 अर्बको भ्रष्टाचार भएको कुरा त सुन्नुभयो होला। 14 अर्ब कुनै पनि प्रोजेक्टहरू बनाइन्छ ल्याइन्छ ताकि देश र जनताको प्रगति होस् भनेर। तर हाम्रो देश नेपालमा भ्रष्टाचार गरेर रातारात 2-4 जना मान्छेलाई मालामाल बनाउनलाई 10 महिनाको लामो समय लगाएर राजेन्द्र लिनदेनको संयोजकमा उपसमितिले छानबिन गरेको थियो। उपसमितिका अनुसार फरक 11वटा शीर्षकमा भ्रष्टाचार र अनियमितता भएको छ। सुरुमा एउटा सानो रिक्वेस्ट, यदि तपाईले हाम्रो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज लाइक सब्स्क्राइब कमेन्ट गरिदिन नभुल्नु होला। सबै कुरा डिटेलमा थाहा पाउने छौं, पुरा भिडियो हेरिदिनु होला। सन् 2023 जनवरी 1 पोखरेलीहरूको 50 वर्ष अगाडिको सपना पूरा भएको दिन हो, अर्थात् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको दिन। सपना गणतन्त्र आएपछि पूरा भए पनि यसको परिकल्पना स्वर्गीय राजा वीरेन्द्रकै पालामा गरिएको थियो। यसको लागि सन् 1971 मा साइट सेलेक्सन, डिटेल इन्जिनियरिङ, प्लान र आइडियाको जिम्मा जर्मन इन्जिनियर फर्मलाई दिइयो। त्यसपछि सन् 1976 मा एयरपोर्टको लागि जग्गा अधिग्रहण गर्न थालियो। सन् 1989 मा DIWI ले बनाएको एयरपोर्टको मास्टर प्लानलाई जाइकाले रिभ्यू गर्यो। जाइकाले 1955 देखि 2000 सम्म 40 मिलियन अमेरिकन डलर, 2001 देखि 2010 सम्म 45 मिलियन अमेरिकन डलर गरी 2 फेजमा एयरपोर्ट बनाउने प्लान बनायो। प्लान त बनायो तर एयरपोर्टको काम भने अघि बढ्न सकेन, कारण देशभरमा गणतन्त्रको आन्दोलन सुरु भयो। पछि बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला एयरपोर्टको प्रोजेक्टलाई राष्ट्रिय गौरव आयोजनाको सूचीमा राखियो। यसपछिबाट काम पनि सुरु हुन्छ, साथै अनियमितता भ्रष्टाचारको चलखेल पनि। अब एयरपोर्ट बनाउनलाई पैसा चाहिन्छ जुन हामीसँग छैन, त्यसको लागि लोन लिनु पर्यो। सुरुमा एसियन डेभलपमेन्ट ब्याङ्कसँग लोन लिने कुरा थियो, तर एयरपोर्टले छिट्टै प्रॉफिट नबनाउने देखेपछि एसियन डेभलपमेन्ट ब्याङ्क पछि हट्यो। त्यसपछि चाइनासँग लोनको लागि कुरा हुन थाल्यो। उता लोनको कुरा चल्दै थियो, यता भने त्यतिखेरका अर्थमन्त्री वर्षमान पुनले भने यो एयरपोर्टको प्रोजेक्ट चाइनाको CIMC कम्पनीलाई नै दिने भनेर MOU साइन गरिसकेका थिए रे सुटुक्कै। साथै बिडिङ प्रोसेस मतलब ठेक्का लिनका लागि बोली लगाउने समय पनि 10 दिन मात्र राखे। सम्झिराख्नु होला, यहीबाट चलखेलको सुरु भइसकेको छ। पछि अख्तियार आयोगले पुनलाई 10 दिन मात्र समय किन राखेको भनेर जवाब माग्छ, तर पुनले सरकारले नै त्यो MOU खारेज गरिसक्यो भन्छन्। त्यसपछि फेरि सन् 2012 जुलाई 28 मा क्यानले बिडिङ खोल्छ। बिडिङको फर्म 22 वटा कम्पनीले लिन्छन्। 22 वटा कम्पनी मध्ये 6 वटा कम्पनीले मात्र फर्म सबमिट गर्छन्। नेपालले एयरपोर्टलाई 145 मिलियन अमेरिकन डलरमै कम्प्लिट हुन्छ भनेर अनुमान गरेको थियो, तर सबभन्दा कम बोली नै चाइनिज कम्पनी CIMC को 305 मिलियन अमेरिकन डलर थियो, जुन नेपालले अनुमान गरेको भन्दा 2 गुणा धेरै हो। त्यसपछि सिनो हाइड्रोको 337.82 मिलियन अमेरिकन डलर अनि हाइजेस चाहिँ 349.28 मिलियन अमेरिकन डलर थियो। त्यसपछि CIMC कम्पनीसँग नेगोसिएसन गरेर 215 मिलियन अमेरिकन डलरमा एयरपोर्ट बनाउने कुरा भयो। सन् 2016 मार्च 21 मा केपी ओली चाइना गएर 215.96 मिलियन अमेरिकन डलरको 2% ब्याजमा ऋण लिने सम्झौता गर्छन्। सन् 2016 अप्रिल 13 मा केपी ओलीले शिलान्यास गर्छन्। सन् 2017 नोभेम्बर 1 बाट एयरपोर्टको कन्स्ट्रक्सन सुरु हुन्छ। यो लोन लिने क्रममा चाइना एउटा कन्डिसन के राखेको थियो भने लोन तब मात्र दिन्छौं यदि यो प्रोजेक्ट चाइनिज कम्पनीलाई मात्र दिने भए, जुन कन्ट्रोभर्सी पनि थियो, अब नेपालको बाध्यता पनि थियो। कन्स्ट्रक्सन सुरु भएको 6 वर्षपछि सन् 2023 जनवरी 1 मा एयरपोर्टको तत्कालीन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्छन्। सोही दिन नेपालमा रहेको चाइनिज दूतावासले एयरपोर्टको प्रोजेक्ट बिआरए अन्तर्गत हो भनेर ट्विट पनि गरेको थियो, तर नेपालले ठाडै रिजेक्ट गरिदियो। चाइनाबाट लिएको लगभग यो 216 मिलियन अमेरिकन डलर चाहिँ नेपालले 20 वर्षभित्र तिरिसक्नुपर्छ भनेर सम्झौता छ। सम्झौताका अनुसार ऋण लिएको सुरुको 7 वर्षमा ब्याज मात्र दिने र त्यसपछिको 13 वर्षभित्र 2 किस्ता गरी ब्याज र साउ तिरिसक्नुपर्ने भनिएको छ, जसमा सबै पैसाको ब्याज भने तिर्नु पर्दैन। 25% पैसा चाहिँ इन्ट्रेस्ट फ्री अमाउन्ट हो अनि 75% पैसाको ब्याज तिर्नु पर्छ। यो चाहिँ एयरपोर्टको ब्याकग्राउन्ड थियो। अब हेरौँ उपसमितिको रिपोर्टले के भन्छ त। यो एयरपोर्ट बनाउनलाई प्राधिकरणले 145 मिलियन अमेरिकन डलरको लागत अनुमान गरेको थियो, तर लोएस्ट बिड नै CIMC को 305 मिलियन अमेरिकन डलर थियो, जुन अनुमान गरेको भन्दा डबल हुन पुग्छ। पछि CIMC सँग नेगोसिएसन गरेर 145 मा 70 मिलियन बढाएर 215 मिलियन अमेरिकन डलरमा एग्रिमेन्ट गर्यो। यो जो 70 मिलियन अमेरिकन डलर
डलर बढायो नि त्यो नै संवैधानिक ऐन विपरीत हो, मतलब इलिगल भनिएको छ। ठेक्का लिएको कम्पनी CIMC लाई सरकारले 2 अर्ब 22 करोड 40 लाखको कर छुट दिएको देखियो, जुन मूल सम्झौता विपरीत हो। दिनुपर्ने थिएन तर दियो, किन थाहा छैन। ल्यान्डिङ र टेकअपका लागि बाधा बनेको चीन डाटा काट्न नेपाल सरकारले आफ्नै खल्तीबाट 32 करोड खर्च गर्यो, जबकि त्यसको खर्च एयरपोर्टको ठेक्का पाएको कम्पनीले नै उठाउनु पर्ने थियो। सरकार लाटो भएको हो कि चाइनिज कम्पनी बाटो हो, बुझ्नै गाह्रो। एयरपोर्टमा AC लगाउने जिम्मा ठेक्का पाएको कम्पनीको हो, तर AC लगाउन $7,42,000 प्राधिकरणले आफ्नै खल्तीबाट खर्च गर्यो, किन? जबकि त्यो त CIMC कम्पनीले गर्नुपर्ने थियो। प्लान अनुसार एयरपोर्टको रनवे 3000 मिटर लम्बाइ 50 मिटर चौडाइ बनाउनु पर्ने थियो, तर बनायो कति? 25 मिटर लम्बाइ 45 मिटर चौडाइ। त्यसमा युज भएको माटोको क्वालिटी पनि राम्रो नभएको देखिएको छ। रनवे, ट्याक्सीवे, एप्रोन भनेको चाहिँ प्लेन पार्किङ गर्ने ठाउँ हो है। बाँध, नालीहरू निर्माणका लागि माटो खन्न $1,46,393 भुक्तानी गरियो, तर काम देखिएन। त्यस्तै रनवे, ट्याक्सीवे, एप्रोन, बाँध, नालीहरू खनिसकेपछि माटो भर्नु पर्यो, त्यसका लागि $40,35,303 भुक्तानी गरियो, तर काम गरिएको देखिएन। त्यसै गरी विमानस्थल बाहिरबाट ग्राभल माटो ल्याउनका लागि $54,79,542 भुक्तानी गरियो, तर माटो नै नल्याएर अनियमितता गरिएको छ। अतिरिक्त सामान भनेको केही एक्स्ट्रा सामान लाग्छ भनेर $15,23,00,000 छुटाएको थियो, तर त्यो सामान के कस्ता हुन्, कति चाहिने परिमाण र दरहरू बारे केही उल्लेख नभएको उपसमितिको निष्कर्ष छ। कतै केही गडबड त भएन? बोलपत्र कागजमा $45,00,000 थप्ने र हटाउने खेल पनि चलेको देखियो। कम्पनीले गरेको काम चेक गर्न र सल्लाह दिन विज्ञहरूलाई नियुक्तिका लागि $28,00,000 छुटाएको थियो, तर त्यो $28,00,000 निर्माण गर्ने कम्पनीले नबेहोरेर प्राधिकरणले आफ्नै खल्तीबाट दिएको देखियो। किन? फ्युल स्टोरेज संरचनाका लागि $2,20,000 छुटाएको थियो, त्यो काम पनि भएको छैन। अहिले त्यही काम आयल निगमले आफ्नै पैसामा बनाइरहेको छ। यो लापरवाही होइन र? यस्तो संवेदनशील, यस्तो इम्पोर्टेन्ट र एक्सपेन्सिभ प्रोजेक्टमा सानो सानो लापरवाही, अनियमितता जुनसुकै काममा देखियो। न्युयोर्क टाइम्सले शुद्ध यसको बारेमा खबर छापेको छ। 2018 मा मुरारी गौतम, जो यो एयरपोर्टमा एज अ इन्जिनियर काम गरिरहेका थिए, उनलाई थुप्रै कुरामा शंका लागेको थियो, जस्तै रनवेमा युज भएको माटोको क्वालिटी, नालीको डिजाइन, चाइनिज सामग्रीको क्वालिटीमा। 2019 मा चाइनिज इन्जिनियर ज्याकी जाओलाई उनकै सिनियरले क्वालिटीमा भन्दा पनि छिटो काम कसरी सक्ने भन्ने कुरामा फोकस गर भनेर अर्डर दिन्थे रे। यही अर्डर नमानेकोले 2022 मा उनी सहित एकजना अर्कालाई कम्पनीले फायर गरेको थियो। उनीहरूको आफ्नै खल्तीबाट खर्च भएको $11,000 को क्षति पनि कम्पनीले दिएन। सो यहाँबाट प्रश्न के हुन्छ भने पक्कै पनि भ्रष्टाचार र अनियमितता भएकै हो। यी केही कांग्रेस र एमाले का नेता हुन्, विभिन्न बहाना दिँदै प्रतिवेदनमा साइन गरेका छैनन् र यी केही नेता हुन् जसले अलरेडी साइन गरिसकेका छन्। समितिले अहिलेका प्राधिकरण प्रमुख, पूर्व प्रमुख सहित प्रोजेक्टसँग जोडिएका केही व्यक्तिलाई निलम्ब गरी छानबिन गर्न सिफारिस गर्नेछ। यो एयरपोर्टको बारेमा डिटेल कुरा यसमा नि गरेका छौं, साथै कुन एयरपोर्टले कति नाफा गरेको छ, कति घाटामा छ भन्ने भिडियो पनि बनाएका छौं, हेर्न नबिर्सिनु होला, एकदमै इम्पोर्टेन्ट छ।